यो महारानी भिक्टोरियाको सेम स्ट्याचु हो। उहाँले यहाँ अस्ट्रेलिया राज गरुन्जेलका पुरै सबै डायमन्डहरू ओरिजिनल डायमन्डहरू एउटा भिक्टोरियाको सेम महारानी। हामी अहिले भिक्टोरिया बिल्डिङमा छौँ। घुमिरहेको छ क्राउनहरू पनि घुमिरहेको छ। यो ग्रेट सोर्ड अफ स्टेट त्यो महारानी भिक्टोरिया पुरै सुनै सुनको बत्तीमा सुनै सुनको सबै सुनै सुनको स्ट्याचु हो हड्डीले बनाएको। डायमंड रियल है। भिक्टोरिया को घडी हो। पुरै छतमा चाहिँ सिलिङमा झुन्डेको छ र यसबाट तल हेर्दाखेरि बिल्डिङको तल देखिन्छ। टिपिकल इङ्ग्लिस बिल्डिङ हो। पहिला दरबारको लागि युज भयो, अहिले सपिङ स्टोर र सपिङ मलको लागि युज भइरहेछ। महँगो महँगो सामानहरू बिक्री हुन्छ। पियानोहरू बीच बीचमा छ। पियानोहरू छुन पाइन्न, केही कुरा पनि छुन पाइन्न, तर एकदमै राम्रो सजिएको बिल्डिङ छ। मेन गेटबाट खिच्दाखेरि प्रत्येक एस्केलेटरहरू हुन्छ। बसेर पढ्न भन्दा जे गर्न पनि भिक्टोरियाको सबै फोटोहरू प्रतिमाहरू मस्त राखिएको छ। माथि फेरि यो फेरि क्विन भिक्टोरियाको कुकुर क्या खतरा छ। त्यसपछि फेरि अर्को घडी हो। सिलिङमा चट्ट झुन्डिएको हुन्छ। अहिले त बन्द भइसक्यो, नत्र त्यहाँ भित्रको सामानहरू सब हल्लिएर खेलेर कस्तो मजाको देखाउँछ। वरापरि केही देखाउन पाइएन। सरी माइट, सरी। ल तपाईँहरूले सबै कुरा हेर्नुभयो। म अहिले चाहिँ घुमिरहेको छु, यताउता गरिरहेको छु। The answers are great job. As soon as I get some